थोरै हेरिदिनु पर्यो दुईजनाले नै। हेलो साथीहरू, गुड मर्निङ। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम साह्रै सन्चै छु। अनि आज चाहिँ त्यही हो, उलाबारी भेटरानको फाइनल म्याच हो नि त आज। उलाबारी भेटरानको फाइनल म्याच हो पत्रीमा। त्यही भएर हामी चाहिँ अब गेम खेल्नु जाँदैछौँ। जस्ट मामाहरू जानु हुँदैछ, म चाहिँ हेर्नु होइन, हुटिङ लाउनु पऱ्यो नि त मामाहरूलाई। हेलो गाइजहरू, होइन हामी चाहिँ गइसक्यौँ मामा र म। सेल्फी रोडबाट उता लाग्यो, किनभने हाइवेबाट जाँदा चाहिँ साह्रै धुलो उठ्छ कि, त्यही भएर धुलो उठ्यो भएर हामी चाहिँ यो कच्ची बाटो जङ्गल जाँदैछौँ। अब आजको गेम पनि फाइनल जित्ने लक्ष्यमा हामी जाँदैछौँ, अगाडि बढ्दैछौँ होइन। सायद फाइनल जितिन्छ पनि होला। अनि अब एकदम फाइनल पनि उठाइन्छ होला, उठाउनु पनि पर्ने। त्यस्तो राम्रो टिम छ नि त उलाबारीको। अनि हो यहाँ तल पिच रोड आउँछ। ल गाइजहरू, अब म पर ग्राउन्ड पुगेर म देखाउँछु है तपाईँहरूलाई। साथीहरू, हामी चाहिँ अब यो ग्राउन्ड आइपुगेछौँ भाइ। ग्राउन्ड आइपुगेका छौँ। अब आउनु हुँदैछ हाम्रो मामाहरू पनि, अरू मामाहरू पनि। अनि एकजना हाम्रो यहाँ प्रितम मामा हुनुहुन्छ। हेलो मामा, गुड मर्निङ। आज गेम के हुन्छ? जित्नु पर्यो नि त होइन? जितिन्छ, ठोकिन्छ, मजाले ठोकिन्छ। फेरि पनि अब गेम सुरु हुनु आँटेको छ होइन। वार्मअप गर्नु हुँदैछ यहाँ मामाहरू। केही पछि फाइनल म्याच, फाइनल गेम सुरु हुन्छ। जे होस्, आशा छ हाम्रो उलाबारी भेटरान टिमले फाइनल जित्छ भनेर। हेलो साथीहरू, यो सँगै अब गेम सुरु हुनु आँट्यो है। व्हाइट कलर भने व्हाइट कलरको जर्सी लाउनु भएको छ उलाबारीले। यो सँगै गेम सुरु भइसकेको छ। यो चाहिँ फाइनल म्याच हो। व्हाइट कलर भने व्हाइट कलर चाहिँ उलाबारी भेटरान भने रेड कलर चाहिँ शक्तिशाली केराबारी हो। हो विशाल एकदम भाइटल गेम गरेको छ, एकदम दामी गेम यहाँ। बल थियो तर आउट हान्नु पुग्यो र अहिले शक्तिशाली केराबारीबाट थ्रो केही फल हान्नु पुग्नु भएको छ र अहिले उलाबारीको तर्फबाट हाम्रो विनोद धिमालले हान्नु हुँदैछ। ब्याक थ्रो गर्नु भएको छ। ओ बबल छ यार। ओ यो दामी छ। केही अलिकति मिस्टेक हुनु पुगिरहेको छ। राम्रो पास झारिदिनु भएको छ हाम्रो 5 नम्बरलाई, केराबारीको 5 नम्बरलाई। रनिङ देख्नु। लाहो खत्तम भयो यार। ओए ल 13 नम्बर अङ्कलले ठोक्ने भयो। ए ल खत्तम हो। ओ माइ गॉड, दामी छ। उलाबारीको समर्थनहरू देख्न सक्नुहुन्छ। अनि 20,000 को फोन समर्थनमा अरे हाम्रो 13 नम्बर दाइले क्रस झारिदिनु भएको छ। उलाबारीको किपर आएर च्याप्पै नि हौ पक्रेर। सन्तोष मगरले मान्छे खोजिराख्नु भएको छ। सायद क्रस हान्नु चाहनुहुन्छ। ओ 4 नम्बर। ल दामी लङ पास। ओ दामी छ। ओ विशाल राईले मान्छे खोजिराख्नु भएको छ। दामी छैन अफसाइड छैन। ला अफसाइड। अहिले भने दुईटै टिमबाट गोल हुन सकेको छैन। प्रितम भट्टराई। ओ विशाल राईको खुट्टामा बल छ। हाम्रो अङ्गुर पास, राम्रो पास।
ओ क्रस यहाँ मौका हुन सक्छ हाफ टाइम भइसकेको छ अहिले भने दुईटै टिमको 0-0 गोल भइरहेछ कुनै टिमले गोल हाल्नु सकेको छैन अहिले र अब अहिले भने दुईटै टिमको नतिजा 0-0 छ तर गेम चाहिँ एकदम राम्रो भइरहेछ कुन टिमले चाहिँ चुम्ला त आज त्यो पत्रीको कपको ट्रफी सहित 1,11,101 रुपियाँ यो सँगै हाफ पनि पछि पनि सुरु भइसकेको छ के हुन्छ अबको गेम र साथीहरू यहाँ चाहिँ अब मौका हुनसक्छ उर्लाबारी टिमलाई केही फल हुनु पुगिरहेको थियो त्यही भएर फ्री किक पाइरहेछ मौका हुनसक्छ केही नजिक यो डेन्जर जोनमा छ केही ठुलो डिबक्सको केही ठुलो डिबक्स छेउमै यो फ्री किक पाएको छ क्या मौका हुनसक्छ गोल फेरि पनि अहिले उर्लाबारीले 1 गोल लाएर आफ्नो टिमलाई 2 गोलको अग्रता यतिको चाहिँ हुटिङ हुनु पर्यो नि त है साथीहरू यतिको चाहिँ हुनै पर्यो यतिको त हुनु पर्यो हुटिङ चाहिँ यतिकै चाहिँ दिनु पर्यो क्या उर्लाबारीलाई अहिले भने फल भइरहेछ अब टाइम सकिनु केही बाँकी छ केही मिनट मात्रै बाँकी छ राख ओ डेन्जर जोनमा पुऱ्याइरहेको छ अहिले भने उर्लाबारीको यो सँगै टाइम सकेको छ र उर्लाबारीले यो पत्री गोल्ड कपको ट्रफी उचाल्न सफल भएको छ यो सँगै टाइम पनि सक्यो उर्लाबारी भेटरान टिमले शक्तिशाली केराबारीलाई 2-0 को 2-0 ल यो सँगै हाम्रो उर्लाबारी को प्लेयरहरूलाई यसो मेडलहरू दिनु हुँदैछ ताराबहादुर कटवाल म्यानेजरमा खेमराज मगर वेटरन्स विजय टिमलाई हार्दिक बधाई दोस्रो संस्करणको च्याम्पियन टिम वेटरन्स सम्पूर्णमा हार्दिक बधाई माल्टी नजानु है केटा हो सबै ल इपी बुरे यो सँगै उर्लाबारी भेटरान टिमले फाइनल जितिसकेको छ यहाँ थोरै हेरिदिनु पर्यो दुईजनाले नै ल हाम्रो मामाहरू होइन रेकर्ड गरेको एकदम हेन्सम हुनुहुन्छ होइन अब भरे यो सँगै
यहाँको गेम पनि सकेको छ होइन पुरस्कारहरू वितरणहरू पनि सकिसक्यो अनि अब चाहिँ हामी अब घर जाने हो होइन अनि त्यो घर जानुभन्दा अगाडि सानो यहाँनिर हाम्रो विशाल राईहरू सरहरूसँग पनि थोरै अन्तर्वार्ता गर्ने अलिकति एक शब्द जाओस् न तपाईँको मुखबाट मेरो के भन्नु पर्यो अब हेलो भन्नु हेलो रियल म्याड्रिडसँग खेले जस्तै भयो अनि हाम्रो यस्तो खालको फुटबल साध्य हुन्छ हेलो यति मेरो भाइ ल साथीहरू अब अर्को नेक्स्ट भ्लगमा भेटौँ है यो भ्लग यहीँसम्म अब बन्द गर्न चाहन्छु अब फाइनलहरू पनि जितिसक्यो राम्रै भयो होइन गेमहरू पनि उलाबारीले नै फाइनल जितिसक्यो यो चोटिको दोस्रो संस्करण पथरी गोल्ड कप अनि अब नेक्स्ट टाइम भेटौँ है ओके बाई बाई